आदरणीय फादरगण, सम्माननीय शिक्षक शिक्षिका तथा प्रिय मित्रहरू, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको यस विशेष अवसरमा आयोजित भानु जयन्ती समारोहमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु। आदिकवि भानुभक्त आचार्यको शिक्षित जीवनी प्रस्तुत गर्न गइरहेको छु। सन् 1802 असार 29 गते तमुको रामागाउँ जन्मनु भएका आचार्य नेपाली साहित्यका जरोहर शुक्रबार उपस्थित अतिथिगण, गुरुबा, गुरुआमा अनि मेरा प्रिय मित्रहरू, मसित तपाईँहरूको समक्ष आदिकवि भानुभक्त आचार्यले रचना गरेको कविता वर्णन गरिरहेको छु। कविताको शीर्षक छ राम भगत संवाद। हामी हजुरको म दासको हुँ, यो राज्य गर्न पनि योग्यको हुँ। यो गाडी त यही हजुरको हो, मैले त सेवा गर्नुपर्छ। व्यक्ति मानिन्छ। उनले संस्कृत भाषामा सीमित रहेका साहित्य ज्ञान साधारण जनताहरू बुझ्ने नेपाली भाषामा ल्याएर ठुलो क्रान्ति गरे। नेपाली साहित्यमा उनको मुख्य योगदानहरू यस प्रकार छन् कि रामायणको नेपालीमा अनुवाद, उनले संस्कृतको कठिन अक्षर रामायणलाई सरल नेपाली छन्द र लयमा अनुवाद गरे। यो अनुवादले नेपालको विभिन्न जात जाति र समुदायलाई एउटै भाषा र संस्कृत सुर्तामा बाँध्न मद्दत गर्यो। शुक्रबार उपस्थित अतिथिगण, गुरुबा, गुरुआमाहरू अनि मेरा प्रिय मित्रहरू, म अनुराग लामिछाने तपाईँहरूको समाज कवि माधव प्रसाद घिमिरेले लेख्नुभएको कविता पढ्न लागेको छु र कविताको शीर्षक छ लाग्दछ मलाई रमाइलो। लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो, हिमाल छोरी मतिर पानी बढ्ने परेलो। लेखैहरू लाली गुराँस, बेसीहरू बेहुली, पिराती बस्ने परेलो। सिक्किमेले नेपाली साहित्यको वृद्धिमा ठुलो योगदान पुर्याएको छ। यहाँ थुप्रै प्रख्यात कवि, उपन्यासकार र निबन्धकारहरू जन्मिने र हुर्किने क्रम चल्दै आएको छ। नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने सिक्किमका प्रमुख कवि तथा लेखकहरूको सूची यस प्रकार छ। शिखर व्यक्तव तथा साहित्य एकाडेमी पुरस्कार विजेताहरू, साहित्यकार जस योजन प्यासीको छोटो परिचय दिन गइरहेको छु। जस योजन प्यासीको जन्म 14 डिसेम्बर 1949 भएको थियो र मृत्यु 18 जनवरी 2014 भएको थियो। विद्यार्थी जीवनदेखि नै रचना लेखन साथै पत्र पत्रिकाको सम्पादन गर्ने जस योजन प्यासी एक प्रतिष्ठित साहित्यकार। आदरणीय पालक, गुरुवर्ग, उपस्थित सम्पूर्ण साथीहरूमा नमस्कार।
आज म आदिकवि भानुभक्त आचार्य र उनले जीवनको जीवमूर्ख देखाउने एक सर्वसाधारण घाँसीको बारेमा बोल्न एक दिन भानुभक्तले घाँस काटेर जीवन चलाउने एउटा गरिब घाँसीसँग गए। त्यो घाँसीले दिनभरि दुःख गरेर कमाएको पैसाले जनताको लागि गुरुआमाहरू अनि मेरा प्रिय मित्रहरू, म सुमन कार्की तपाईँहरूको समक्ष स्वर्गीय रामसिंह ठाकुरीको छोटो जीवनी पढ्न गइरहेको छु। स्वर्गीय रामसिंह ठाकुरी एक प्रख्यात सङ्गीतकार हुन्। सङ्गीतका प्रकारकर्ता राष्ट्रिय स्तरमा मान्यता पाएका उनले रवीन्द्रनाथ ठाकुरको जनगणना मण्डललाई सङ्गीतबद्ध गरे। उनलाई सुभाष चन्द्र बोसले यो आदेश दिए। छोटो विचार भानु जयन्ती नेपाल र विश्वभरि छरिएर रहेको नेपाली भाषीहरूले हरेक वर्ष असार 20 गते मनाउने एउटा ठुलो संस्कृति पर्व हो। यस दिन आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती उपस्थित अतिथिगण, गुरुआमा अनि मेरा प्रिय मित्रहरू, म मनोज तामाङ सबैहरूको समक्ष पराशमणि प्रधानले रच्नुभएको कविता पढ्न गइरहेको छु र कविताको शीर्षक छ लक्ष्य। आज म यहाँ इन्द्रबहादुर राईको बारेमा केही छोटो जानकारी दिन गइरहेको छु। इन्द्रबहादुर राई, उनको जन्म 3 फेब्रुअरी 1927 मा भएको थियो। कथाकार, उपन्यासकार, समालोचक, अध्यक्ष इन्द्रबहादुर राई नेपाली साहित्य संसारमा चिरपरिचित नाम हुन्। उनी बुद्धिजीवी, समाजजीवी, शिक्षाविद साथै राजनैतिक व्यक्तित्व भएका Respected Father Don Bosco, Vice Principal, respected Father Anu, Hostel Superintendent, and to teachers, prefects, and my dear students. I am honored this morning and I am highly delighted to attend this function where we are celebrating 13th birth anniversary of our great poet. We call him Adi Kavi. Begin the hostel and